हेलो गाइज, आज चाहिँ म काठमाडौँ जान लागेको। यो चाहिँ सिन्धुली अनि हामी चाहिँ खाना खानको लागि झरेको। दाइ र म थियौँ खाना खाने। यहाँबाट चाहिँ भ्यू एकदम राम्रो देखिन्छ नि त सिन्धुलीबाट। मलाई लास्टै मनपर्छ। अनि यो चाहिँ पहिला बाढी आएर सबै बाटो बिगारेको के लास्टै कच्ची बाटो थियो एकदम। हामी चाहिँ काठमाडौँ पुग्यौँ बेलुकाखेरि अनि रुम गएको ट्याक्सीमा। अनि खानको लागि चाहिँ दिदीले एकदम मिठो मिठो बनाइरहनु भएको रहेछ। चपाउने होइन क्या निल्ने हो चपायो भन्दा सक्यो त मेरो त स्टाइल त चुइगम छ त नि मेरो त चपायो निला सट सट। हेलो गाइज, अहिले चाहिँ म काठमाडौँमा छु। आज चाहिँ क्लास छ, लिनुको लागि गएको। 7 बज्यो, यस्तो चिसो छ ओ माई गड। अहिले बिहान बिहान चाहिँ काठमाडौँमा एकदम खुल्ला मान्छे खासै छैनन्। मेरो जिन्दगी यस्तरी चलिरह के भन्नु। थर्ड इयरको एक्जाम आइरहेको छ। म काठमाडौँमा बिन्दास तरिकाले हिँडिरहेको छु। यसरी पास हुन्छ त दिनहरू यस्तो ब्याड लक चलिरहेको छ। म जान चाहिँ कहाँ जान लागेको थाहा छ, तर लोकेसन चाहिँ मलाई थाहा नै छैन। लोकेसन भन्दा नि म कहिले गएकै छुइनँ क्या त्यहाँ। बालिम सिटीमा बिहान बिहानै काम हुँदैछ साथीहरू। मैले चाहिँ लोकेसन पनि नहेरिकन हिँड्दैछु। काठमाडौँको जिन्दगी, काठमाडौँमा बस्ने मान्छेहरूको जिन्दगी एकदम बिजी लाइफ छ कि। काठमाडौँमा चाहिँ कति चिसो छ भनेर यहाँबाट अन्दाज गर्न सकिन्छ क्या। यत्तिको छ। अहिलेसम्म मैले यो धरहरा पनि चढेको छुइनँ क्या साथीहरू। यत्रो चोटि आइसक्यो, यो धरहरासम्म चढेको छुइनँ। धरहरा होइन, सेतो गाउँ। यत्तिको हिँडाइले त पुगिन्छ जस्तो छैन हो। अलिक चाँडो हिँड्नु पऱ्यो। ढिलो भइसक्यो। म त यहीँ पुग्छु त आम्मामा। तर मैले लोकेसन पनि हेरेको छुइनँ। मलाई यति होला जस्तो अन्दाज लागेर हिँडेको। लोकेसन पनि हेरेको छुइनँ। भरे फर्किनु पऱ्यो भने पठाउ गरेर जान्छु। चिसो छ साथीहरू, चिसो छ। बोयफ्रेन्ड छैन, के गर्नु। यहाँनिर यो पुल चाहिँ रत्न पार्कको पुल हो कि जस्तो लाग्छ है मलाई। यो पुल चाहिँ यो चाहिँ हाम्रो क्लास हो। बल्ल बल्ल खुसी लाग्यो। बल्ल धरहरा देखेँ। धरहरा देखेपछि चाहिँ बल्ल आइपुग्यो भन्ने हुन्छ। बिहान कस्तो कन्फ्युजन भएको। अनि आम्मामा आधा घन्टामा त पुग्ने रहेछ। बिहान आमा लोकेसन थाहा नभएर लोकेसन पनि हेरेँ, कन्फ्युज भयो। यता हिँड्छु, उता हुन्छु, यता हुन्छ। त्यही भएर ओके बाटो एकदम गरौँ। क्लास गएर आएर यो चाहिँ अब खाना खान लागेको। फेरि क्लास छ। यो चाहिँ हामी क्लासमा छौँ। क्लासको ब्रेकमा हामी लुडो खेल्दैछौँ। लुडो खेल्न छोड्नु हुँदैन। खाजा खायौँ अनि हेलो गाइज, क्लास गरेर आएको, रात परिसक्यो। नाइटमा चाहिँ कस्तो राम्रो देख्ने कि। हामी चाहिँ भिरकुटी मण्डपको असन बजार जान लागेको सपिङ गर्नको लागि, साथीहरूले जाउँ भनेर। अनि हामी चाहिँ आइपुग्यौँ साथीहरू। मार्केटतिर घुमघाम हुँदैछ। यहाँनिर चाहिँ सस्तो सस्तो पाउँछ भनेर आएको, तर है मलाई त सबैतिर उस्तै लाग्यो। काठमाडौँको चिसोले गर्दा मलाई चाहिँ एकदम रुगा लागिरहेको थियो, टन्सिल भएको थियो। साथीहरू चाहिँ यहाँनिर करेन्ट बनाएर खाइरहेका थिए। हामीलाई देखाइ भन्नु रे कि। मलाई नि एकदम खान मन थियो, तर खानालाई बोलाएको थियो साथीहरूले। तर के गर्नु, गाह्रो छ। केयर त गर्नै पर्यो आफ्नो। मर्ने बेला भएको छ रुगा लागेर, टन्सिल भएर। सो खाइन लगाइ लाइन गएर मस्त यस्तो तरिकाले खाँदैछन्। मलाई देखाइ यहाँ कति रमाइलो छ। मलाई घाँटी दुखेर कि। यहाँ पढ्दैछन् यता के गर्दै हुन्छ तपाईँ दिदी? हामी फोन चलाउँदैछौँ। तर म फोनमा पढिरहेको छु है। पढन दाजुहरू ल। यो चाहिँ नेक्स्ट डे हो। अनि हामी खाजा खान जान लागेको बिहान बिहान। म चाहिँ दिदीको रुम जाँदैछु पठाउ गरेर।
काम परेको थियो त्यही भएर ल साथीहरू ब्याग स्याग बोकेर लाग्यो लाउडतिर भन्न नमिल्ने हिँडेका हिँडेछौँ कहाँ गएको चाहिँ थाहा छैन है हामी इन्डियाको लागि जाने भनेर सपिङ गर्नलाई गएको तर कता कुन मार्केट गएको भन्ने कुरा चाहिँ खासै थाहा छैन दाइहरूले दिदीहरूले लिएर जानुभएको सो मार्केटतिर हामी चाहिँ सामानहरू किन्नलाई घुमिरहेको छौँ यहाँ चाहिँ बुढी आमाले चाउचाउहरू के बेच्दै हुनुहुँदो रहेछ अनि आमाकैबाट लिऊँ न त भनेर हामीले खानेकुराहरू चाहिँ सबै है आमाकोबाट लियौँ आमाको किन्दिउँ न वाइ हुँदा हुँदा के हो दुईटा पुग्दैन गाइजहरू चिसो छ काठमाडौँमा बहुत चिसो छ सपिङ गरेर आएको त्यत्तिकै निस्केको पैसा सक्यो काठमाडौँमा घुमिँदैछ है गाइजहरू ओके साथीहरू आजको लागि चाहिँ यति नै इन्डिया गएको भिडियो चाहिँ मैले पार्ट 2 मा हाल्नेछु थ्याङ्क यू फर वाचिङ बाई बाई